नमस्कार, फेरि तपाईँलाई स्वागत छ मेरो कार्यक्रम कुरा गरौँ। आज अलिकति भए पनि राजनीतिसँग संलग्न भएको तर युवा तपाईँको अगाडि लिएर आएको छु। आज मसित देख्नुहुन्छ फ्रेममा भाइ सुदर्शन सुब्बा। भाइ तपाईँलाई मेरो सोमा स्वागत छ। म खदा लगाएर तपाईँलाई स्वागत गर्न चाहन्छु। तपाईँलाई स्वागत छ मेरो सोमा। विशेष सुदर्शन के कसो छ जिन्दगी यसो भनौँ न। नमस्कार सबैमा। दाजुको यो कुरा गरौँ पोडकास्टमा दाजुलाई मलाई निमन्त्रणा दिनुभएकोमा धेरै धेरै धन्यवाद। विशेष जिन्दगी चलि नै रहेको छ, तथापि म यतिका दिनसम्म मेरो आफ्नै कतिवटा कुराले गर्दाखेरि म व्यस्तता थिएँ। आफ्नो पारिवारिक एउटा धेरै कुराले गर्दाखेरि व्यस्तता थिएँ। तरै पनि हामी एउटा राजनीतिमा संलग्न भएको युवाहरू हो। त्यसरी नै वर्तमानमा विगतमा हामीले धेरै राजनीतिक पार्टीहरू गऱ्यौँ, धेरै कुराहरू सिक्न पायौँ, धेरै तितामिठा अनुभवहरू छ। त्यसरी नै अनुभवहरूलाई अहिलेसम्म हामी अनुभव लिँदै गरेका छौँ। अब जीवनमा हामी कहाँसम्म के गर्छौँ त्यो अब अहिले हामीलाई त्यस्तो जानकारी छैन, तर पनि एउटा राजनीति हामीले गरेपछि एउटा सभ्य राजनीति गरौँ भन्ने विचारले हामी जहिले पनि हिँड्ने प्रयास नै गरिरहेको छु एउटा सच्चा राजनीतिमा। बडा मजाको कुरा तपाईँलाई भन्छु। 2 दिन अगाडि भाइ सुदर्शनले बिहा पनि गरेको छ। धेरै धेरै बधाई छ भाइ। अनि देखिरहेछ उसले लगभग आजभन्दा 9-10 महिना अगाडि भागु प्रमुख त्यागेर ऊ आम जनता भन्दैन अहिले क्षेत्रीय पार्टी लगभग आइजिजिएफसँग संलग्न पनि छ। अनि ऊ तर राजनीति निष्क्रियतामा छ, अहिले हेरिरहेछ। सो के लाग्छ सुदर्शन, अहिलेको सत्ता अर्थात् राजनीति कस्तो प्रकारको देख्छ पाहाडमा? विशेष अहिलेको जुन हाम्रो सत्तामा हुनुहुन्छ यहाँ भागु प्रमुख हुनुहुन्छ, जो यो अहिले दार्जिलिङमा जुन सत्ताको पार्टी हुनुहुन्छ, उहाँ विषय के छ भने चाहिँ अब जनता अहिले त यो पार्टीदेखि धेरै रुष्ट भएको छ। कारण त अब अहिले जति पार्टीको सिनियर लिडरलाई थाहा होला किन हामीसँग जनता रुष्ट हुँदैछ, किन हामीसँग मरिमिट्ने एक समयमा मरिमिट्ने युवाहरू हामीसँग आज अलग भइरहेको छ। यो विषयमा उहाँहरू जुन पार्टीका नेताहरू राम्ररी उहाँहरूलाई यो याद भएको कुरा हो, तर पनि उहाँहरूले अनदेखा गरेर अहिले हामी मात्रै भए हुन्छ भन्ने जुन प्रकारले उहाँहरू चलिरहेको छ। अब आउने दिनहरूमा उहाँहरूले सोच्नु पऱ्यो कुन प्रकारले उहाँहरूले लिनु पऱ्यो, कुन प्रकारले पार्टीलाई राम्रो हुन्छ भनेर त्यो लिनुपर्ने। अब हेर्नु पऱ्यो गाउँघरमा के कसो दुःख छ, प्रब्लम छ, मानिसलाई के परिरहेको छ, युवाहरूलाई के को खाँचो छ, मानिसलाई जनतालाई के को खाँचो छ। युवाहरूलाई अब अहिले काम कुरा छैन, कति बेरोजगार भएर बसिरहेको छ युवाहरू, धेरैको समस्याहरू छ। अब अहिले पाहाडमा भएको क्षेत्रीय पार्टीले नै यो कुराहरू यसको समस्याको समाधानपट्टि गरिदिनुहुन्छ भन्ने हामीले आशा सधैँ राखेकै थियौँ। तर पनि कति मतभेदको कारणले गर्दाखेरि आज म चाहिँ अब भागु प्रमुख त्यागेर अहिले म आइजिजिएफमा छु। तरै पनि म आफ्नो अब तर पार्टीमा म त्यति साह्रो अहिले म सक्रिय चाहिँ छुइनँ, कारण मेरो आफ्नै पारिवारिक जीवनले गर्दाखेरि त्यस्तै भइरहेको छ। ऊ पनि एउटा यस्तो युवा हो कि जसले पैसा सत्ता र लालचमा नपरेर त्यागेको हो, साहसी हो। युवा यस्तै म भन्छु साहसी, जुनसुकै राजनीतिपट्टि गर्नुहोस् तर हामीलाई मतलब छैन, जसले जे गर्नुहुन्छ त्यो तपाईँको स्वतन्त्रता हो, इन्डिपेन्डेन्सी हो। तर हामी भन्छौँ राजनीति एकजना व्यक्तिको इन्कम सोर्समा सीमित हुनु हुँदैन। सत्ता मेरो घर चल्दा मात्रै सत्ता चल्नु हुँदैन। सत्ता भनेको त जिम्मेवार हो, समाजप्रतिको जिम्मेवार हो, समाजको हरेक नागरिकको जिम्मेवार हो। किनभने जनताले उहाँलाई भोट दिएर सत्तामा पुगाएपछि नेताको जिम्मा, सत्तामा बसेको चौकीमा बसेको व्यक्तिको चाहिँ समग्र जनताप्रतिको जिम्मा हुनु पर्यो। तर हिजो आज पाहाडमा हामी त्यो देख्दैनौँ। पाहाडमा लुटोवाला राजनीति चलिरहेछ। मै खाउँ जो कराउँछ 2-4 पैसा दिउँ। अनि फेरि हाम्रो धेरै लिडरहरू पनि देखेका छौँ सत्ताको विरुद्धमा चुनावमा उठ्छ, तर चुनावमा 2 पैसा पाएपछि मानिस हो कि आलु प्याज हो थपक्कै बिक्री भइहाल्छ। मानिसको एउटा डिग्निटीसँग जिउनु सकेका छैन पाहाडका लिडरसिपले पनि। सो यो समयमा हामी भनिरहेछौँ, त्यही भएर भिन्न अभियान हो हाम्रो। हामी भन्दैछौँ कि युवाहरू राजनीतिमा आउनुपर्छ। युवाहरूको नयाँ राजनीति विचारधारा इम्प्लिमेन्ट हुँदाखेरि पाहाड साँच्चै नै समृद्धि पाहाड हुन्छ कि भन्ने आशा र सम्भावनासम्म तिमीले एउटा राजनीति पार्टीसँग संलग्न छँदैछौ अलरेडी। तर के लाग्छ युवाहरू राजनीतिमा आउनुपर्छ कि पर्दैन? होइन, युवाहरू राजनीतिमा आउनै पर्छ। विशेष गरेर देशको युवा भनेको भविष्य हो र दार्जिलिङमा हाम्रो जुन छ युवाहरूले यो
दार्जिलिङमा पनि युवाहरूले एकदम अगाडि बढ्नैपर्छ किनभने युवाहरूले मौका पाउनै पर्छ किनभने युवाहरूले मौका पाएन भने युवाहरू कहाँ जाने त विशेष गरेर यो हुन्छ आफ्नो जग्गामा युवाहरूले मौका पाएन युवाहरू कहाँ जाने युवाहरूले अहिले कहाँ गएर गर्ने खाडी मुलक जानु पनि अहिले भनेको जस्तो मान्छेकोमा सुविधा हुँदैन बाहिरतिर गएर पनि मान्छेले युवाहरूले त्यति साह्रो अहिले गाउँमा बसेर आफ्नै गाउँमा बसेर एक छक तातो खाउँ भन्ने पक्षमै हुन्छ युवाहरू प्रायः भने बाहिर जानु नपरोस् गाउँदेखि बाहिर जानु नपरोस् भन्ने हुन्छ तर पनि अब यो दार्जिलिङ पहाडको राजनीति माहौलै यस्तो छ धेरैजना युवाहरू अब दार्जिलिङबाट अहिले विलिन भएको कारण यही सब अब राजनीतिक कतिवटा यो राजनीतिक कुराहरू यो नमिलेको राजनीति यो घिनलाग्दो राजनीति पहाडमा भएकोले गर्दाखेरि युवाहरू पहाडबाट विलिन हुन मजबुरी भइरहेको छ तसर्थ कि युवा राजनीतिमा आउनुपर्छ अब युवाहरू राजनीतिमा आउनुपर्छ एउटा राम्रो राजनीति गर्नुपर्छ स्वच्छ राजनीति गर्नुपर्छ हेल्दी राजनीति गर्नुपर्छ युवाहरूले अब त्यो लडाइँ झगडाको राजनीति होइन तरै पनि एउटा दार्जिलिङलाई चाहिँ कसरी चाहिँ भ्रष्टाचार यो विरुद्ध चाहिँ दार्जिलिङलाई कसरी उन्मुक्ति गर्नु भ्रष्टाचारदेखि त्यो विषयको लागि चाहिँ दार्जिलिङमा युवाहरू एकदम अगाडि आउनुपर्छ राजनीतिमा भन्ने मेरो चाहिँ यही छ आशा भाइ सुदर्शनले पनि के हदसम्म त्यो एउटै बुझिसकेको छ अहिलेको सत्ता भ्रष्टाचारमै सीमित छ भनेर उसको पनि एनालाइसिस त्यही नै छ के लाग्छ भ्रष्टाचार कति मात्र देख्छ भ्रष्टाचार सुन्नुमा त अब आएको छ धेरै भ्रष्टाचार छ अहिले जुन तिमी आफै पनि संलग्न थियो यो पार्टी म पनि आफै संलग्न थिएँ मैले तर म संलग्न थिएँ तर म त्यति साह्रो त्यो भ्रष्टाचारको यो जो भ्रष्टाचार कहाँ हुँदैछ मलाई त्यो त अब त्यो पार्टीमा बस्दा पनि थाहा भएन तर पनि म पार्टीभित्र पनि नराम्रो हुँदाखेरि म बोल्ने मान्छे थिएँ मैले बोलेको पनि विरोध पनि गरेकै हो र अहिले सुन्नमा धेरै जग्गामा सुन्नमा आएको छ अहिलेको पार्टीले अब धेरै भ्रष्टाचार गरेको छ भनेर भन्न आउँछ तर भ्रष्टाचार चाहिँ हामीले अब यो जुन सुन्दैछौँ तर पनि यसको हामीले एउटा सबुत चाहिँ हामीले अब अहिलेसम्म पाएको छैनौँ अब भन्नु सुन्दैछौँ देखि पनि रहेको छौँ अब कता अब हामीले देखिरहेको छ तर हामीले कतिवटा कुराहरू यो जुडाउन सकेको छैनौँ आवाज उठाउने कि नउठाउने त भ्रष्टाचारको विरुद्ध भ्रष्टाचारको विरुद्धमा हामीले अब पहिलादेखि नै आवाज त उठाइरहेको छ कोसिस त जारी नै छ भ्रष्टाचारको विरुद्ध हामी त अब लड्नु नै पर्छ नि भ्रष्टाचार जहाँ छ त्यहाँ कहिले पनि राम्रो हुँदैन जनताको लागि जहाँ भ्रष्टाचार छ जुन ठाउँमा भ्रष्टाचार छ त्यहाँको जनताले कहिले सुख पाउँदैन कहिले शान्ति पाउँदैन भन्ने त्यो चाहिँ मलाई लाग्छ सत्ताको डर लाग्छ डर चाहिँ हरेकको डर हुन्छ अब आज डर लाग्यो मलाई भनेर मैले अब सोचेँ भने त्यो डर नै हुन्छ मलाई डर लाग्दैन भनेर भने पनि डर लाग्दैन त्यस्तो हुन्छ सत्ताको यस्तो छ अर्थात् पोइन्टमा चाहिँ के बुझ्छौँ हामी सुदर्शन सत्ताको डरले भ्रष्टाचारको विरुद्ध नबोल्ने हो कि भ्रष्टाचारको विरुद्ध सुदर्शन आँट गरेर होइन समय आएपछि सुदर्शन बोल्छ भ्रष्टाचारको विरुद्ध बोलेको पनि हो त्यो कुराहरू सबैलाई विविध भएको कुरा हो समय आएपछि सही समयमा सुदर्शन भ्रष्टाचारको विरुद्धमा बोल्छ जहाँ भ्रष्टाचार हुन्छ जहाँ कसैलाई अन्याय हुन्छ सके नसके मैले कोसिस मेरो थियो पहिला पनि तर अब मेरो अहिले पनि मेरो कोसिस नै छ तर पनि मेरो कतिवटा अब पारिवारिक व्यस्तताले कारणले गर्दाखेरि म अहिले यो जुन कुराहरूदेखि म धेरै टाढा थिएँ तर पनि म अब यो भ्रष्टाचार विरुद्धमा मेरो छ लडाइँ छ है अब सबैजना म यो भ्रष्टाचार विरुद्ध चाहिँ सबै लड्नै पर्छ भन्ने मेरो एउटा मनमा मेरो अनुभव छ बडा अचम्म लाग्छ के पहाडमा धेरै मान्छेले करप्सन भयो भ्रष्टाचार भयो यो नेता त्यो खराब त्यो नेता खराब दुनियाँ फेसबुकमा कमेन्ट गर्छ फेक आइडीबाट गाली गर्छ तर म एउटा कुरा भन्न चाहन्छु तपाईँ आएन भने को त तपाईँ बोल्नु भएन तपाईँ अघि आउनु भएन को त सबैले त हेरिरहेछ मलाई लाग्छ कि अबको युवाहरूकोमा त्यो डर भनेको भावना अन्त गर्नुपर्छ अबको युवाहरू साहसीसँग नि अघि आएर नि यस्ता कुतत्त्वहरूलाई जसले समाजलाई बिगार्दैछ जसले जातिलाई कुवाउँदैछ हाम्रो जातीय अस्तित्व सङ्कटमा पारिसक्यो जसले आफ्नो क्षेत्रफल गुमाउँदै गरेको व्यक्तिहरूलाई साँच्चै नै यो युवाहरूद्वारा अब पहाडमा एउटा नयाँ वातावरण तयारी गरेर भ्रष्टाचारीहरूलाई जेलमा हाल्न आवश्यकता छ जस्तो मलाई लाग्छ के लाग्छ तिमीलाई होइन यो कुरा तपाईँको कुरा मैले राम्रो लाग्यो मलाई भ्रष्टाचारलाई जेल हाल्नुपर्छ भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ भने त सही कुरा लाग्यो तर हाम्रो जति पनि हामीले देख्दैछौँ अहिले हाम्रो दार्जिलिङमा मात्र होइन देशभरि नै भ्रष्टाचार हुँदैछ तर भित्र पनि त जाँदैछ जाँदैछ राज्यको मुख्यमन्त्रीसम्म जेल जान सक्ने स्थिति सम्भावना देख्दैछौँ तर पनि हाम्रो अब अहिले दार्जिलिङको पनि धेरै व्यक्तिहरू मैले सुन्दैछु अब सुन्न त धेरै सुनेको छ अब यो अब धेरै भ्रष्टाचार भइरहेछ
भ्रष्टाचार गर्नेहरूको अब धेरैको नाम नेमलिस्ट छ, यिनीहरू पनि जेल जान्छ भन्ने कुराहरू सुनेको छ। आशा र सम्मान तर पाइला सुदर्शनले उठाउँछ उठाउँदैन त? सुदर्शन एक व्यक्तिले नीतिको सुरुवात एकबाटै हुन्छ। एक व्यक्तिले सुदर्शनले भ्रष्टाचार विरुद्ध एक गरेर भ्रष्टाचार दार्जिलिङबाट सुदर्शनलाई देखेर अरू पनि आउँछ कि? यो हुनसक्छ, आउने दिन अब यो सुदर्शन हुनसक्छ, यो कुरा मेबी हुनसक्छ, तर पनि आफ्नो यो पारिवारिक करियर जिम्मेवारीले गर्दाखेरि अब पारिवारिक जिम्मेवार तिम्रो लागि महत्त्वपूर्ण लाग्छ कि तिम्रो आउँदै गरेको भविष्य युवाहरूको जिम्मेवार कतिको सोच्छौ? तिमीसँग बसिरहेको तिम्रो पछाडि बसेको आउँदो जेनेरेसनको कतिको वास्ता गर्छौ? तिम्रो भर्खर बिहे गर्यो तिमीले, कङ्ग्रेचुलेसन पनि छ, तर तिम्रो आउँदै गरेको जेनेरेसन, तिम्रो परिवार आफन्तहरूको यङ जेनेरेसनको लागि भविष्यको लागि के सोच्छौ त सुदर्शनले? भविष्यको लागि त मैले त्यही सोचेको छु, पहाडलाई जुन प्रकारले अहिले हामी जुन बसिरहेको जग्गाहरू छौँ, हाम्रो यो एउटा दार्जिलिङको जमानामा हामीले कति नाम सुनेको थियो, अहिले हामीले खालि भ्रष्टाचार करप्सन यो त्यो यस्तो अग्रम बग्रम भयो, खालि नराम्रै मात्रै सुन्छौँ। राम्रो पनि केही हदसम्म सुन्छौँ, तर पनि बेसी चाहिँ अहिले नराम्रै मात्रै सुन्छौँ। र हामी चाहन्छौँ हामीले यो अहिले पहिला हामीले जुन प्रकारले दार्जिलिङलाई मान्छेहरूले हेर्ने एउटा नजरिया हुन्थे, भविष्यमा पनि त्यही नजरले हेरोस् भन्ने हामी चाहन्छौँ। थ्याङ्क यू सो मच भाइ सुदर्शनलाई, यति मिठो गफ गऱ्यो। साहसी केटा हो, हिम्मती केटा हो, मलाई थाहा छ। यो युवाहरूद्वारा नै एक दिन पहाडमा साँच्चै परिवर्तनको आगो आउँछ भनेर पुरा मलाई विश्वास छ। धेरै धेरै धन्यवाद भाइ, मेरो सोमा आइदिनु भयो। तपाईँलाई म सानो मायाको चिना दिन जान्छु। यसमा मैले लेखेको छु, चुनौतीहरूको बिचमा पनि अगाडि बढ्ने तपाईँको जागरलाई सलाम, युवाहरूको आँट, आत्मबल र परिश्रमलाई उच्च सम्मान। जो युवाले हार मान्दैन उसले नै इतिहास बनाउँछ। मलाई थाहा छ सुदर्शन पनि एउटा पाइला हुन्छ समाज परिवर्तन, समाज बनाउनेको पाइला, किनभने उसले अघिबाट नै यस्तो कामहरूमा अघि आएको हामीले धेरै देखेका छौँ। र तपाईँलाई धेरै धेरै शुभकामना र मेरोबाट सानो मायाको चिन्ह म दिन चाहन्छु। र अन्तमा सम्पूर्ण युवाहरूलाई जो राजनीतिदेखि टाढेको छ, जसले राजनीति घृणा भन्छ, राजनीतिमा जोडिनुपर्छ, परिवर्तन आउनुपर्छ, यो भ्रष्टाचार मुक्त गर्नुपर्छ भने सबै कुरालाई एउटा सन्दर्भमा तपाईँले अन्तिममा के भन्न चाहनुहुन्छ? विशेष गरेर हामीले यो जुन प्रकारको अहिले भ्रष्टाचारको लडाइँमा हामीले अब धेरै कोसिसहरू गऱ्यौँ, तथापि हामीले धेरै कुराहरू जानेन होला, बुझेन होला, जीवनमा धेरै गल्ती भयो होला। र जो अब आउने हाम्रो युवाहरू हुनुहुन्छ, उहाँहरूले बुझेको युवाहरूले, जानेको युवाहरू सबैजना अगाडि आउनुपर्छ। यो पहाडलाई दार्जिलिङ पहिला जुन दार्जिलिङलाई मान्छेले एउटा दार्जिलिङ भनेपछि कुन प्रकारले चिन्थ्यो, एउटा दार्जिलिङ भनेपछि मान्छे राम्रो नजरले चिन्थ्यो। अहिले दार्जिलिङमा यस्तो खालि भ्रष्टाचार, यो त्यो बाटो खराब, नाली खराब, के खराब, धेरै अब करप्सन भयो भनेर भन्छ। अबको युवाहरूले हामीले जस्तो पहिला हामीले राम्रो दार्जिलिङ देख्थ्यो त्यसरी नै युवाहरू सबै अगाडि आएर एउटा राम्रो दार्जिलिङ बनाउने प्रयास गर्नुपर्छ भनेर युवाहरूलाई म निवेदन गर्दछु। धेरै धेरै धन्यवाद मेरो प्रिय भाइ सुदर्शनलाई। र विशेष फेरि तपाईँहरूसित म यस्तै विभिन्न अतिथिहरू लिएर आउँछु जुन युवाहरूमा एउटा आँट, साहस र हिम्मत लिएर आफ्नो समाज परिवर्तनको जिम्मा काँधमा बोकेको युवाहरू देख्नु पाउनुहुन्छ। तबसम्म मेरो च्यानललाई लाइक, फलो, सब्सक्राइब गर्न नभुल्नु होला। समय समयमा स्टार पनि दिँदै गर्नुहोस् होला। र फेरि तपाईँहरूसित अन्य अतिथि लिएर जुड्नेछु। हेर्दै गर्नुहोस्, कुरा गरौँ।